आज हामी परमेश्वरको वचन तपाईँ र मैले जति पनि प्रभुको वचनलाई आजको दिनहरूमा बोलिरहेका छौँ, हामीले सुनिरहेको वचन, बोलिरहेको वचनहरू यी सबै लेखिएको वचन हो। अनि शैतानलाई हराउने, शैतान रोग बिमारलाई, निराशालाई, चिन्ता फिक्रीहरूलाई सबैलाई हटाउने सक्ने सामर्थ्य चाहिँ परमेश्वरको वचनमा छ। हामीले यो वचन तपाईँ र मैले ध्यानसँगले सुन्यौँ भने यो वचनले नै तपाईँ र म पृथ्वीमा शक्तिशाली म्यान अफ गड भइकन हामी जिउन सक्छौँ। परमेश्वरको वचन चाहिँ दुई धारे तरबार भन्दा शक्तिशाली छ। परमेश्वरको वचनले चाहिँ एकरो काम गर्दैन, एकरो काम चाहिँ कहिले पनि गर्दैन। परमेश्वरको वचनले चाहिँ दोहोरो पुरै शक्तिशाली काम गर्छ अनि दोहोरो काम गरेर मात्रै फर्किन्छ। र आज म तपाईँको बिचमा प्रभुले हामीलाई दिनुभएको एउटा साँचो छ। त्यो साँचोको मध्येमा चाहिँ तपाईँ र मसँग प्रभुले अलरेडी दिनुभएको शक्तिशाली चाबी चाहिँ वचन हो। त्यो वचन चाहिँ हामीले वचन कसरी आउँछ? वचन चाहिँ परमेश्वरबाट, ख्रिस्टबाट आउँछ अनि ख्रिस्ट नै वचन हुनुहुन्छ। प्रभुले उत्पत्तिको पुस्तकमा घोर अन्धकार थियो अनि प्रभुले बोल्नुभयो अनि डार्कनेसमा प्रभुले लेट देयर बी लाइट भन्नुभयो अनि ज्योति चम्क्यो। प्रभुले चाहिँ 9 पटक भन्दा बेसी चाहिँ प्रभुले बोल्नुभयो अनि जब प्रभुले वचन बोल्नुभयो, उहाँसँग भएको वचन बोल्नुभयो, त्यति बेला पुत्र येशू ख्रिस्ट र पवित्र आत्मा र पिता परमेश्वर चाहिँ त्रिएक परमेश्वरसँगै हुनुहुन्थ्यो अनि उहाँहरू ट्रिनिटीमा चाहिँ एउटै ट्रिनिटीमा उहाँले काम गर्नुभयो अनि 9 पटक भन्दा बेसी वचन बोल्नु पर्यो प्रभुलाई। आज तपाईँ र मैले विश्वास चाहिँ परमेश्वरको वचन, ख्रिस्टको वचन सुनाइबाट आउँछ भनेको छ। रोमी 10:17 भन्छ। एकचोटि हामी रोमी 10:17 पढ्नेछौँ। रोमी 10:17 यदि कसैले पाउनुभयो भने पढ्न सक्नुहुन्छ। यहाँ यसो लेखिएको छ, जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रिस्टको प्रचारबाट आउँछ। फेरि पढिदिनुहोस् त। जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रिस्टको प्रचारबाट आउँछ। आमेन। जे सुनिएको छ त्यो चाहिँ सुनाइबाट चाहिँ विश्वास आउँछ। जे सुनेको छ त्यसैबाट विश्वास आउँछ है। जे सुनेको छ त्यसैबाट विश्वास आउँछ, जे सुनिन्छ त्यो ख्रिस्टको प्रचारबाट चाहिँ आउँछ। अब यो कुरा तपाईँले ध्यानसँगले बुझ्नुपर्छ। विश्वास चाहिँ प्रभु येशू ख्रिस्टको वचनबाट तपाईँलाई आउँछ। तर काम वर्क तपाईँको फेथ मात्रै भएर हुँदैन। वर्क एउटा काम चाहिँ केबाट आउँछ भने आज म तपाईँलाई बताउन चाहन्छु। तपाईँको विश्वास चाहिँ आयो तर विश्वास मात्रै भएर हुँदैन, विश्वासले चाहिँ काम गर्नुपर्छ। विश्वासको काम चाहिँ तपाईँको प्र्याक्टिकली तपाईँको एक्टिभिटिजबाट तपाईँको रियाक्ट, विश्वासले चाहिँ रियाक्ट गर्नुपर्छ। विश्वासले काम चाहिँ केबाट आउँछ भने बोलीबाट आउँछ। तपाईँले परमेश्वरको विश्वास आयो, त्यसपछि तपाईँले मुखबाट निकालेको वचनबाट आउँछ। तपाईँले जे सुनिन्छ, जे सुनेको छ, सुन्न त थुप्रै कुरा तपाईँले सुन्न सक्नुहुन्छ, थुप्रै कुराहरू सुन्न सक्नुहुन्छ। अहिले तपाईँलाई के सुन्न मन लाग्यो तुरुन्तै अहिले सुन्न सक्नुहुन्छ। तर कुन चाहिँ कुराले चाहिँ विश्वास आउँछ? तर ख्रिस्टको वचनबाट मात्रै तपाईँ र मलाई विश्वास आउँछ।
त्यो एउटा विश्वास चाहिँ तपाईँ परमेश्वरले पनि 2 कोरिन्थीको पुस्तक 4:13 2 कोरिन्थी 4:13 उहाँले बोलेको कुरामा उहाँले नै विश्वास गर्नु, आफैले विश्वास गर्नुभयो परमेश्वर आफैले त। 2 कोरिन्थी 4:13 एकजनाले पढ्नुहोस् त। मैले विश्वास गरे यसकारण म बोले भन्नेकै आत्मा हामीमा भएको हुनाले हामी पनि विश्वास गर्छौँ र हामी बोल्छौँ। आमेन। हेर्नुहोस् त, मैले विश्वास गरेँ भनेर कसले भनेको नि? परमेश्वरले विश्वास गर्नुभयो। उत्पत्तिमा उहाँले विश्वास गर्नुभयो कि हुन्छ भनेर, म जे बोल्छु त्यो हुन आउँछ भनेर विश्वास गर्नुभयो अनि बोल्नुभयो। सबैभन्दा पहिला के गर्नुभयो? विश्वास गर्नुभयो। आमेन। वाउ, परमेश्वरले नि के सोच्नुभयो भने उहाँले 9 पटक बोल्नुभन्दा अगाडि 9 पटक बोल्नुभन्दा अगाडि उहाँले नि मैले बोलेको कुरा चाहिँ आफैले बोलेको कुरामा चाहिँ विश्वास गर्नुभयो अनि बोल्नुभयो अरे। जे बोलेको छ त्यो कुरामा विश्वास राख्नुभयो अनि हुन आयो अरे। ओ माई गुडनेस, अस्तित्वमा केही पनि थिएन, कुनै पनि कुरा अस्तित्वमा थिएन। अस्तित्वभन्दा बाहिर भएको कुरालाई प्रभुले बोलाउनु भयो, बोल्नुभयो। आमेन। जिजस, प्रभु यीशुसँग वचन मात्र थियो, भित्र फेथ थियो अनि उहाँले मुखले बोल्नुभयो अनि त्यो कुरालाई डिक्लेयर गर्नुभयो अनि त्यो कुरा जन्मियो। त्यस्तै तपाईँ र मलाई पनि आज हामीले प्रभु परमेश्वरको वचन विश्वास गरेका छौँ, फेथ त छ। आज धेरै विश्वासीहरू फेथ मात्रै छ, विश्वासी मात्रै भएको छ, विश्वासी भएको छ, अधिकारी भएको छैन। विश्वासीबाट हामी नेक्स्ट लेभलमा उभिनुको लागि हाम्रो बोलीलाई यहाँ एउटा प्रभुले हामीलाई चाबी दिनु भएको छ। हामी विश्वासी मात्रै भएर हामी माथि उक्लिने होइन, विश्वासी मात्रै भएर हामी प्रभुको घर जाने होइन। हामी चाहिँ रुल शासन गरेर हामी प्रभुको घरमा त्यो शासन के गरी गर्नुपर्छ? विश्वास आइसके पछाडि तपाईँलाई अलरेडी शासन गर्ने अधिकार छ। तर त्यो चाहिँ केमा अधिकार छ भने तपाईँले बोल्नुपर्छ। जे पाए त्यही बोल्ने पनि होइन। हाम्रो तपाईँ र मसँग एउटा यस्तो सामर्थ्य शक्तिशाली तपाईँ र मैले जन्माउन सक्ने सामर्थ्य तपाईँ र ममा अहिले बोल्न सक्छु। तपाईँ र म त्यो बोली चाहिँ तपाईँ र ममा डिपोजिट भएको हुनुपर्छ। हामीले जे मन लाग्यो त्यही बोल्नको लागि चाहिँ प्रभुले हामीलाई मुख बनाउनु भएको होइन। प्रभुको शक्तिशाली छोराहरूले शक्तिशाली काम गरेको छ। यहोशू 6:20 यहोशू 6:20 यहोशू 6:20 तपाईँले पढ्नुहोस् त। यसो लेखिएको छ, जब पुजारीहरूले तुरै फुके तब मानिसहरू कराए र तुरैको आवाज सुनिने बित्तिकै जम्म घरलम्म ढल्यो बढ्यो, तिनीहरू सबै सहरमा। यहोशूले 38 वटा यहोशूलाई प्रभुले भन्नुभएको थियो। यहोशू 1:9 परम प्रभुको व्यवस्थाको वचन तेरो मुखमा दिन रात होस्, त सुत्दाखेरि पनि उठ्दाखेरि पनि। अनि यहोशूसँग यस्तो फेथको लेभल भएको थियो, प्रभुले भन्नुभएको थियो तैँले बोल्नु भनेर। अनि 7 दिनसम्म परिभ्रमण गरे त्यो एरियोको पर्खाल, कसैले भत्काउन सकेको थिएन, कुनै माइकलालले भत्काउन सकेको थिएन। खतरा खतरा जाइन्टहरू, खतरा तोप पड्काउने माहिरहरूले त्यो वाललाई छेड्न सकेको थिएन। तर यहोशूले यस्तो फेथ भित्र राख्यो नि, 7 दिन चुपचाप जान्थ्यो अनि 1 राउन्ड घुमेर आउँथ्यो, फेरि भोलिपल्ट जान्थ्यो। जब 7 दिन पछि चाहिँ
प्रभुले भन्नुभएको थियो करा भन्नुभयो। तपाईँ र मैले जब विश्वास गरेर तपाईँ र म गर्जिन्छौँ त्यसमा पनि शक्तिशाली पावर हुन्छ। तपाईँ गर्जिनुहोस्, तपाईँ प्रभुमा आत्मामा तपाईँ बलियो हुनुहोस्, त्यहाँ पनि तपाईँको केही न केही शक्तिशाली कुराहरू जन्मिरहेको हुन्छ। योसुहरू कराउँदाखेरि एक आवाजमा कराउँदाखेरि त्यो आवाजले चाहिँ, त्यो साउन्डले चाहिँ त्यो वाल सट्टै भुइँमा दबियो अनि सिधै योसुको सेनाहरू योरियोको सहरभित्र पसे। योसु 10:12 योसुले बोल्दाखेरि के भयो? गिहोनमाथि घामहरू अड्क्यो। 24 घण्टा एक रातै भएन, रात भएन। त्यो दिन घाम ठ्याक्कै अड्क्यो, साँझै परेन। 24 घण्टासम्म खासमा योसुले 2 दिन लडाइँ लडेको हो, तर एक दिनभरि घाम चाहिँ उसले अस्ताउन बिर्स्यो रे। एउटा शक्तिशाली बोल्ने कि तपाईँ र मलाई प्रभुले दिनुभएको छ पृथ्वीमा। तपाईँले पढ्न सक्नुहुन्छ योसु 10:12-13। यहाँ यस्तो लेखिएको छ, योसु 10:12-13 यस्तो लेखिएको छ, परम प्रभुले एमोरीहरूलाई इजरायलीहरूको हातमा सुम्पाउनु भएको दिनमा योसुले परम प्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य त गिबोनमाथि र हे चन्द्र त चाहिँ अयालोनको बेसीमाथि अडिरह, जाति शत्रुमाथि प्रतिशोध नलिन्जेल सूर्य र चन्द्र थामिए। यो कुराको उल्लेख यासारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। हेर्नुहोस् त, सूर्य चाहिँ अड्किरह्यो, दिनभरि घाम अस्ताउनलाई आतुर गरे। ठ्याक्कै तपाईँ र म जस्तै सिम्पल मान्छे योसुले बोलेको कुरा हामीले सिम्पल भन्छौँ, एलिया पनि सिम्पल भन्छौँ, सबै हामी जस्तै मान्छे हो भन्छौँ। तर उनीहरूले चाहिँ के गरेको थियो भने यो जिब्रोलाई चलाउन सिकेको थियो। यो जिब्रोलाई चाहिँ प्रभुको वचनमा अर्जापेको थियो। यो जिब्रोलाई चाहिँ प्रभुको वचनमा लगाएको थियो। अनि जब उनीहरूले बोल्थ्यो, दिन रात प्रभुको वचन बोल्दा बोल्दा त्यो वचन चाहिँ प्रभु परमेश्वर आफैले बोलेको वचन जस्तो हुन थाल्यो। घामहरूलाई उनीहरूले बोल्न थाल्यो। ओहो, मोसाले पानीलाई बोल्न थाल्यो। दाउदले गोलियतलाई बोल्न थाल्यो, समस्याको अगाडि बोल्न थाल्यो। एलियाले पानीहरूलाई बोल्न थाल्यो, बतासहरूलाई बोल्न थाल्यो, लाइफलाई, इजिकेलले जीवनलाई बोल्न थाल्यो। यो माइटी मिराकल गर्ने शक्तिको चाबी चाहिँ जब तपाईँले पत्ता लगाउनुहुन्छ, आज हामीले किन सिम्पल प्रेयर गर्दाखेरि पनि त्यसको झट्टै उत्तर आउँदैन? म तपाईँलाई भन्न चाहन्छु, हाम्रो यो जिब्रोलाई, यो जिब्रोको कारणले हामीले मिठो मिठो खान्छौँ। जिब्रोले नै मान्छेलाई शत्रु बनाइदिन्छ, जिब्रोले नै मान्छेलाई के गरिदिन्छ? यो जिब्रो भयङ्कर कुराहरू छ। याकुबको पुस्तक तपाईँले पढ्नुभयो भने यो जिब्रोमा जीवन र मृत्युको शक्ति पनि छ। विश्वास गरेर बोल्ने जिब्रो पनि यही हो। यदि तपाईँलाई असल दिन, तपाईँको असल भविष्य देख्नको लागि तपाईँलाई इच्छा गर्नुहुन्छ भने यो जिब्रोलाई एकदमै चुप लगाउनुहोस्। हितोपदेश 30:31 हामी पढ्नेछौँ। हितोपदेश 30:31। हुन्छ, हितोपदेश 30:31लाई म पढ्न चाहन्छु। यहाँ यसो लेखेको छ, शानदार हिँड्ने कुखुराको भाले
र बोका अनि सेना आफ्नो वरिपरि राखेर हिँड्ने राजा। 32 पनि पढ। 32 यदि तैले मूर्ख चाल चलेर आफैलाई फुर्काइस् भने वा तैले खराबीको योजना गरेको छस् भने तेरो मुखमा हात राखिहाल। भित्र तपाईँलाई कुनै पनि नराम्रो कुराहरू आयो, कसैलाई नराम्रो बोल्नु आयो भने, कसैको एगेन्स्टमा बोल्ने कुराहरू आयो भने तपाईँको मुखमा हात राखिहाल भनेको छ। त्यो उसको मतलब चाहिँ के हो भने तपाईँको जिब्रोलाई कन्ट्रोल गर्नुहोस् भनेको। थुप्रै कुराहरू मूर्खहरू चाहिँ एकदमै उनीहरू चाहिँ कसरी हुन्छ, खराब चालमा हिँड्छन् अनि भित्रबाट धूर्त कुराहरू निस्किन्छ भने चाहिँ साँपको बच्चाहरू भनेर प्रभुले भन्नुभएको छ। यस्तो व्यक्तिहरूले चाहिँ विषालु हुन्छ उनीहरूको जिब्रो भनेको छ, अनि खराब कुरा निस्किन्छ अनि तिनीहरूले चाहिँ सबै कुरालाई चाहिँ गलत गरिदिन्छ, भत्काइदिन्छ भनेको छ। मत्ती 13 अध्यायको 34 मत्ती 13 को 34 देखि हामी 36 सम्म पढ्नेछौँ। यसोले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो। एकछिन मिस्टेक भयो, सरी। 12 को 34 देखि हामी 36 सम्म पढ्नेछौँ। 12 को सर्पको बच्चा हो, तिमीहरू आफै दुष्ट छौ, असल कुरा कसरी बोल्न सक्छौ? किनभने हृदयमा भरेका कुराहरू नै मुखबाट निस्कन्छन्। असल मानिसले आफूभित्र भरेका असल थोकबाट असलै थोक निकाल्छ, तर दुष्ट मानिसले आफूमा भरेको तिमीहरूले भन्दाहरू बोल्दछन्। न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ, किनकि तिम्रा वचनहरूले तिमी निर्दोष ठहरिनेछौ र तिम्रा वचनहरूले तिमी दोषी ठहरिनेछौ। आमेन। थ्याङ्क यू सो मच वचन पढाइको लागि, प्रभुले आशिष दिनुभएको होस्। यहाँ मैले तपाईँलाई भन्न खोजेको कुरा चाहिँ तपाईँभित्र जे छ त्यही जिब्रोबाट निस्किन्छ। अनि यो बोलेको कुरा प्रभुको वचन भनेको होइन, यो चाहिँ मुखबाट बोलेको वचनले चाहिँ तिमीहरू चाहिँ एक दिन न्यायको दिनमा लेखा दिनुपर्छ रे। तिम्रो वचनले तिमी निर्दोष ठहरिन्छौ र तिम्रै वचनले तिमी दोषी पनि ठहरन्छौ। अब तपाईँले दुईटा कुरा गर्न सक्नुहुन्छ। हितोपदेश 18 को 21 मा भनेको छ जीवन र मृत्युको शक्ति तपाईँको जिब्रोमा छ। तपाईँ लाइफलाई पनि बोल्न सक्नुहुन्छ, मृत्युलाई पनि बोल्न सक्नुहुन्छ। प्रभु यीशुले नेभाराको बोटलाई मृत्यु बोल्नुभयो, श्राप दिनुभयो। प्रभु यीशुले फेरि धेरै व्यक्तिहरूलाई जीवन दिनुभयो। त्यही भएर प्रभु यीशुले पनि बोल्नु मात्रै भयो। उहाँले बोलिकन काम गर्नुभयो। त्यही भएर फेथ पछाडि, विश्वास पछाडि चाहिँ कार्य गर्नको लागि चाहिँ तपाईँ र मेरो मुख उक्रिनुपर्छ। आज हामी विश्वासी मात्र हुन्छौँ, तपाईँले बोल्नु भएको छैन होला। आज म तपाईँलाई शक्तिशाली कीको कुरा बताउँछु, तपाईँको लाइफ चेन्ज हुन्छ। आजैदेखि यो कुरा पालना गर्नुहोस्। बेफाइदाको ठट्टौली कुराहरू नगर्नुहोस्, जुन चाहिँ फाइदाको कुरा होइन, प्रभुको धार्मिकताको कुरा होइन। एफिसी 5 को 4 मा लेखेको छ, जुन चाहिँ कुराले प्रभुको महिमा गर्दैन त्यो कुरै नगर्नुहोस्, त्यो कुरा प्रति मनै नलगाउनुहोस्। एफिसी 5 को 4 हामी एकचोटि पढौँ त। कुनै अश्लील कुरा, मूर्ख बातचित अथवा बेफाइदाको ठट्यौली नगर्नु यी सुहाउने कुरा होइन, तर बरु धन्यवाद दिने काम होस्। आमेन। यो कुराहरू हामीले गर्नै हुँदैन। यो कुरा हामीले गरेको कारणले गर्दाखेरि हामी आफैले आफ्नै मन्दिरलाई दूषित बनाउँछौँ। तपाईँ र म त पवित्र आत्माको मन्दिर हो।
तपाईँ र म त एउटा सुगन्धित परमेश्वरको अत्तरलाई बोकेको मान्छे, लाइफलाई बोकेको मान्छे। तपाईँ र मेरो जीवनबाट तपाईँ र मेरो जिब्रोबाट जीवन निस्किनुपर्छ। सुन्ने मान्छेहरूलाई नि सान्त्वना मिल्नुपर्छ। तपाईँ र मेरो वचनले, तपाईँ र मलाई प्रभुले एउटा जिब्रो दिनुभएको छ बोल्ने। तपाईँले त्यस जिब्रोले भविष्य तपाईँको जिब्रोमा छ। तपाईँ बोल्नुहोस्। सारा कुरा प्रभुले दिइसक्नु भएको छ, तपाईँ बोलेर कमाउनुहोस्। कुनै पनि छली कुराहरू नगर भनेर भन्नुभएको छ। सुहाउने कुरै होइन। जिब्रोलाई कन्ट्रोल गर्ने मान्छेले भविष्यलाई देखेको हुन्छ। याकुब 1:19 भन्छ, सुन्नमा छिटो, बोल्नमा ढिलो, रिसाउनमा धीमा। यो आज म तपाईँलाई चाबी दिँदैछु। तपाईँले हरेक दिन यो चिज सुन्ने मात्र होइन, यो चाहिँ तपाईँले जब आफ्नो जीवनमा अप्लाई गर्नुहुन्छ तपाईँको जीवन भोलिबाटै परिवर्तन हुन थाल्छ। छिट्टो सुन्नुहोस्। हामी चाहिँ सुन्दै अलिकति अरूले भन्न लागेको कुरा, फेरि हामी यस्तो बाटो छौँ हामी नेपालीहरू, अलिकति भन्न के अरे एउटा भनाइ छ नि, गर्दा के बुझ्छ अरे, गर्न पाएको छैन बुझिहाल्छ हामी नेपालीहरू है। गर्न पाएको छैन के भन्न खोजे बुझिहाल्छ, अर्को मुखबाट फुस्किहाल्छ। अनि हामी त्यो स्पष्ट उसले के भन्न खोजेको कुरा बल्ल सुनेर अनि यसको उत्तर के हो बरु थाहा छैन भने थाहा छैन भन्नुहोस्। जान्दै नजानिकन हामी बेसी पनि बोल्नु हुँदैन। जुन कुराको नलेज छैन बरु तपाईँले थाहा छैन भनेर सिक्ने कोसिस गर्नुहोस्। एकचोटि लाजमा पर्छ, अर्को पालिदेखि तपाईँले अरूलाई बताउन सक्नुहुन्छ। कोही व्यक्ति पनि एकैचोटि सिकेर आएको छैन। सबैलाई कुनै कुरा नलेज, कुनै कुरा थाहा छैन। परमेश्वरबाट ज्ञान चाहिँ परमेश्वरबाट आउँछ। टिचरहरू, शिक्षकहरूलाई झन् बढी प्रभुले लेखा लिन्छु भन्नुभएको छ। बोल्ने व्यक्तिहरूलाई को त शिक्षकहरू भन्दाखेरि जो व्यक्ति सिकाउँछ, जो व्यक्ति पास्टरहरू, जो अगुवाहरू होइन, जो व्यक्तिहरू धेरै बोल्छ नि, त्यो व्यक्तिहरू टिचर नबनोस् भनेर प्रभुले भन्नुभयो। त्यही भएर हाम्रो जिब्रो यस्तो साह्रो फास्ट चल्छ कि हाम्रो यो जिब्रोलाई चाहिँ तपाईँले कन्ट्रोल गर्नुहोस्। तपाईँको भोलिको भविष्य सुनिश्चित गराउनु छ। तपाईँलाई के गर्नु छ, तपाईँ बोल्न थाल्नुहोस्। यो जिब्रोले तपाईँले अहिले भर्खरै तपाईँको जुम अफ छ, तपाईँ निस्केर उफ्रेर बोल्न सक्नुहुन्छ। तपाईँलाई के कुराको कमी छ? फिलिपी 4:19 भन्छ, एभ्रिथिङ प्रभुले हामीलाई ख्रिस्टले कमाइदिइसक्नु भएको छ। सबै कुरा दिइसक्नु भएको छ। अब तिमीले घोषणा गर्ने हो। आजको चाबी चाहिँ घोषणाको चाबी हो। आजको वचनमा तपाईँले यो कुरा सिक्नुहोस्। मुखमा तपाईँको घोषणा गर्ने चाबी छ। प्रभु यीशुले नि यही भन्नु हो, पवित्र आत्माले सो तिमीलाई घोषणा गरिदिनुहुन्छ। अनि आजको विश्वासीहरू सबै विश्वासी मात्रै भएर बस्नु भएको छ, तर तपाईँहरू घोषणा गर्ने अधिकारीहरू बन्नुहोस् आजबाट। प्रभुले लाल समुद्र चाहिँ 2 फ्याक बनाउनु भयो, तर यो ओठलाई चाहिँ तपाईँ र मेरो ओठलाई चाहिँ सही कुरामा 2 फ्याक बनाउन गाह्रो छ मान्छेलाई। प्रभुले चाहिँ भन्नुहुन्छ, ए बोल्न, मैले कमाइदिइसक्यो त, अलरेडी तिमीलाई दिइसक्यो त, अब बोल्न थाल्न, उफ्रिन, कराउन थाल्न। म चङ्गाई भइसकेको छु। यीशुको कोर्राको चोटले म निको भइसकेँ। म छुटकारा पाइसकेको छु। अनुग्रहले मलाई घेरेको छ। प्रभुको निगाहले मलाई घेरेको छ। परमप्रभु मेरो गोठालो हुनुहुन्छ। शैतानको कुनै पनि हतियारले मलाई जित्न सक्दैन। परमप्रभुले मलाई चारै दिशामा स्वर्गदूतले घेराहाल्नु भएको छ। ओ प्रभुले सब कुरा भलाइ गर्नुहुन्छ। मेरो कमजोरले भनोस् म बलियो छु, दुर्बलले भनोस् म बलियो छु, ओ नसक्नेले भनोस् म सक्छु प्रभुमा। म प्रभुमा रहेर सब कुरा गर्न सक्छु। बोल्न थाल्नुहोस्।
बिहानै उठ्न थाल्नुहोस्, तपाईँ बोल्न थाल्नुहोस्। म बाहिर जाँदा भित्र आउँदा परमप्रभु मेरो साथमा हुनुहुन्छ। ओ यो दिन प्रभुले मलाई सबैभन्दा आशिषको दिन बनाउनु भएको छ। परमप्रभुको आशिष ममा छ। परमप्रभु ममाथि बास गर्नुभएको छ। परमप्रभु मसँग हुनुहुन्छ। परमप्रभु म भित्र हुनुहुन्छ। म परमेश्वरको मन्दिर हुँ। म जे बोल्छु त्यो हुन आउँछ भनेर बोल्न थाल्नुहोस्। आजबाट म तपाईँलाई यो कुरा भन्न चाहन्छु, 2 कोरिन्थीको पुस्तक 4को 13 अध्याय तपाईँको पर्सनल वचन बनाउनुहोस्, बोल्न थाल्नुहोस्। यीशुले जस्तो विश्वास गर्नुभयो म पनि विश्वास गर्छु, अनि म बोल्छु, अनि त्यो अस्तित्वमा आउन थाल्छ भन्नुहोस्। प्रभुले 9 पटक बोल्नुभयो, अन्धकारहरू हटिजा, रोग बिमारहरू हटिजा, शान्ति मेरो भएको, चङ्गाई मेरो भएको, आनन्द मेरो भएको, म हाँस्छु भन्नुहोस्। खित्ती हाँस्न थाल्नुहोस्। ओ माई गुडनेस, तपाईँ जब हाँस्न थाल्नुहुन्छ शैतान टाढैबाट भाग्छ। ओ यो त आनन्दले भरेको छ, यसलाई छुन सक्दैन, भाग भनेर। हालेलुया। हामी सानो ठुलो कुरामा खुसी हुनुहुन्न। प्रभु धन्यवाद, तपाईँले मलाई यस्तो आशिष दिनुभएको छ। म स्वस्थ छु, म हरियाली छु, म फल फलाउँछु भन्नुहोस्। मेरो मण्डली बलियो छ भन्नु, मेरो मण्डली स्वस्थ छ भन्नुहोस्। मेरो परिवारहरू स्वस्थ छ, मेरो छोराहरू, मेरो छोरीहरू, मेरो आमा बुबा स्वस्थ छ। हामी आशिषित परिवार हौँ, हामी परमेश्वरको सन्तान हौँ, हामी परमेश्वरको परिवार हौँ भनेर भन्न थाल्नुहोस्। रिख्रोबो शादा रा बाबा रिखाला बा, हामीलाई केही कुराको घटी हुँदैन। प्रभुले सबै कुरा हामीलाई कमाइदिइसक्नु भएको छ ख्रीष्टको महिमाको धनमा। ओ प्रभुले मलाई चाबी दिइसक्नु भयो। त्यो चाबी के हो त? त्यो चाबी हो तपाईँले घोषणा गर्नुहोस्। प्रभुमा केही असम्भव छैन। व्यवस्थामा भएर त मूसा र दाउदहरूले हल्लाइदिन सक्यो। आज तपाईँ र मलाई त अनुग्रहले घेरेको छ, अनुग्रहले घेरेको छ, अनुग्रहले घेरेको छ। ओ माई गुडनेस, हालेलुया। महिमा तपाईँ र मेरो लागि छ। अचम्मको महिमा तपाईँ र मेरो लागि प्रभुले कमाइदिइसक्नु भएको छ। त्यो महिमा प्रभु येशू ख्रीष्ट मर्नुभयो, गाडिनुभयो, बौडी उठ्नुभयो तेस्रो दिनमा। ओ उहाँले गर्न नसकेको केही पनि छैन। उहाँले भन्नुभएको छ मैले जितेको छु, मैले जितेको छु, ख्रीष्टसँगै म पनि विजय भएको छु, म विजय भएको छु, म हारेको छैन, म पुच्छर होइन, म शिर हो भन्नुहोस्। म सबै कुरा गर्न सक्छ भन्नुहोस्। मसँग प्रभुको स्वर्गदूतहरू छ भन्नु। म जहाँ गए पनि प्रभु मेरो साथमा हुनुहुन्छ भन्नुहोस्। जिजस क्राइस्ट रिखा राबा शाबा बाबा रेन्दा लाबा रिदा राबा बा सेकेरिबे। तपाईँ उठ्न थाल्नुहोस्, तपाईँ प्रार्थना गर्न थाल्नुहोस्। अहिले भर्खरै तपाईँलाई के चाहिन्छ तपाईँले घोषणा गर्न थाल्नुहोस्। प्रभुले भन्नुभएको छ म तिमीहरूको इच्छा डिजायरहरू पुरा गर्नेछु। हो रिशा बाबा राखा थालाबा रे हेमेने कौन थालाबा। पुरानो कुरा बिति गएको छ, अब नयाँ आएको छ। म फस्टाएर जानेछु, मेरो आय स्रोतहरू बढेकै छ, समुद्रको धनहरू आइरहेको छ। ओ म ऋण लिने होइन, म ऋण दिनेछु, म फेदमा होइन म शिरमा हुनेछु भनेर घोषणा गर्न थाल्नुहोस्। रिख्रा प्रास्टेले बेबे, गरिबीहरू हटेको छ, रोग बिमारहरू हटेको छ। रिख्रा प्रास्टेले ब्रेक्लो स्टेले मे रिदाराबा शाबा बाबा रेकेटे। कुनै पनि शैतानले, कुनै पनि हतियारले त मलाई जित्न सक्दैन भन्नुहोस्। जीवन मेरो भएको, चङ्गाई मेरो भएको, स्वतन्त्रता मेरो भएको, समृद्धि मेरो भएको, धनी हुनु पाउनु चाहिँ मेरो भएको भन्नुहोस्। देख्न थाल्नुहोस्। नयाँ 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 सपनाहरू देख्न थाल्नुहोस्। जसले सपना देख्छ त्यसले त्यो सपना पुरा हुन थाल्छ। रिशा बाबा बाबा रेखे। नराम्रो सपनाहरू देख्नु भएको छ, आउट गरिदिनुहोस्, लातले हान्दिनुहोस्, किक आउट गरिदिनुहोस्। नराम्रो सपनाहरू बाई बाई भनिदिनुहोस्, टाटा बाई बाई गरिदिनुहोस्। नराम्रो सपनाहरूलाई हेर्दैन हेर्नुहोस्, राम्रो सपना देख्नुहोस्। यस हालेलुया। रिख्रा ब्रा सेकेटे। मेरो आउने सन्तानहरू, तेस्रो पुस्ताहरू मैले देख्नेछु। नयाँ तेस्रो पुस्तासम्म म देख्नेछु। म आशिषित हुनेछु, बुढेसकालसम्म म बाँच्नेछु। म फल लामो आयु प्रभुले मलाई दिनुभएको छ। म आशिषित हुनेछु। रिख्रो ब्रो स्टेमेने खोन थालाबा रेबेन्डा नामा सगडा डाडा रेस्टेले। रिसिभ गर्न थाल्नुहोस्, रिसिभ गर्न थाल्नुहोस्। ओ म बलियो छु भन्नुहोस्, म धनी छु भन्नुहोस्, म नयाँ सृष्टि भन्नुहोस्, म नयाँ सोच बोकेको व्यक्ति, म जे बोल्छु त्यो हुन आउँछ भन्न थाल्नुहोस्। राबा सागादा राबा रान्डा राबा बाबा रेस्टेरे ब्रे क्लोज टेलेबे। म जहाँ छु म ख्रीष्टसँगै महिमित भएको छु भन्नुहोस्। ख्रीष्ट ममा जिउनुहुन्छ भन्नुहोस्। ख्रीष्टले मलाई आत्मिक आशिषहरू खोलिदिनु
खोलिदिनु भएको छ। रेन्डानामा स्टालाबा राडाडाडाडाडाडा गर्जिन थाल्नुस्, तपाईँ बलियो हुन थाल्नुस्, तपाईँ उच्चमा उठ्न थाल्नुस्। राखा थालाबा रेस्टेलेबे रेन्डालाबा रेखाताराबा स्टेरेबे। धन्यवाद प्रभु तपाईँलाई। यो चाबी बोलीको बोल्न थाल्नुस्। रापाबा साटाटाटाटा के तपाईँलाई खोलिसकेको छ। अहिले प्रोफेटिक ओडहरू खोल्दैछ तपाईँको जीवनमा। अचम्मको कीहरू प्रभुले खोलिँदैछ, आशिषहरू स्रोतहरू खोलिँदैछ। रेन्डारा भ्रष्टलाबा रेगेन्डाराबा साटाटाटाटाटा राडाडाडाडाडा। ज्योति चम्किँदैछ, अन्धकारमा ज्योति चम्किँदैछ। प्रभुले भन्नुभयो अन्धकारमा ज्योति चम्कोस् भन्नुभयो, अनि प्रभु तपाईँको ज्योति चम्क्यो यीशुको नाममा। 2 कोरिन्थी 4:6 अनुसार यीशुको नाममा सबैको जीवनमा लाइट चम्किन थालोस् यीशुको नाममा। आमेन 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 आमेन। थ्याङ्क यू जिजस, धन्यवाद येशू ख्रिस्टको नाममा, आमेन। हुन्छ, धन्यवाद सबैलाई। जय मसीह। आज हाम्रो सेवामा